सन्चै हुनुहुन्छ? गफ गर्नु हुन्थेन चारवटालाई भ्याइसक्यो तपाईँले भ्याइसक्यो चारवटा लाइक कमेन्ट सेयर गरिदिनु होला यता आएर यो पार्कतिर यसो घुमेर साथीहरूको भिडियो फोटोहरू गाली नहीं देना फैमिली देखती है मैं ऐसे ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े यहाँ सरले हाम्रो ब्लग बनाएको हैन कडाइ छ बट लजाउँछ नि यति धेरै हैन अब मलाई त बानी परिसक्यो मलाई चाहिँ मतलब हुँदैन बट हाम्रो सर चाहिँ यस्तो लजाइदिन्छ नि यस्तो लजाइदिन्छ हामी झन् भिडमा गएर भिडियो बनाइदिने भन्ने पटक भयो ओ गाइजहरु लजाउने त यहाँ त कामै हुँदैन नि त मान्छेहरु यहाँ हेर्न सक्नुहुन्छ पुरा अब हामीले यो भाइलाई चाहिँ हल्का माने त्यो अर्को भन्ने लाग्यो यहाँ चाहिँ हाम्रा अङ्कलजी छन् के भन्न सक्नुहुन्छ हाम्रो भ्लगमा तपाईँले अरे हाम्रो युट्युब भ्लग हो तमी के भन्न सक्छौ के भनौं जे भन्न मन लाग्छ त्यो भन न एकदम ठिक छ भाइ सबैले लाइक कमेन्ट गरिदिनु होला अरु अब त्यो भन्दा हैन हल्का के यहाँको बारेमा बहन गर्दै अति सुन्दर सन्डेको दिन आउनु पर्छ अति रमाइलो ओ को पाद्य अझ रमाइलो ओ को पाद्य अझ अंकल यहाँ त आऊ यहाँ त आऊ यहाँ त आऊ उता उता यहाँ त आऊ उता यहाँ त आऊ केटीहरु कहाँ पाइन्छन् भन्दिनु ल केटीहरु पनि यही पाइन्छन् पटाएपछि गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं ऐसे ऐसे गाली दूं ना जिंदगी भर याद रखें पटाक्दैन चलो एक्सरसाइज गरिरहेको छु यस्तो वाला अन्त अगाडि ल्याउ न यता केटीहरु देख्छन् के बाहिर यस्तो यता देखिरहेको केटीहरु मजाले बिटबट्टाले त मजाले यहाँको महल यस्तै छ अब हामी बचपना गरिराख्नु परिरहेको छ अगाडि यस्तो केटी भएको भप गर्नु हुन्थेन मतलब त्यस्तो भप भन्न खोजे होइन एक्सर्साइज गर्न सक्थ्यौँ क्या हामी दुइटा अगाडि पनि हो पनि केटीले उतादेखि यस्तो गर्थ्यो होला मैले यतादेखि यस्तो गर्थ्यो होला नि त होइन हाम्रो केटाहरूको सोच एकदम के नराम्रै गयो भन्दाखेरि भोप भन्दा उस्तोवाला भोप भन्दा त्यस्तो उस्तोवाला नि होइन मलाई थाहा छैन क्या जति म सोच्छु त्यति मेरो साथीहरू छैन हो कि नै साथी हो भनिदिनु त तो रुको क्लाइमैक्स अभी बाकी है हो कि छैन बिल्कुल बिल्कुल अब म यहाँ सुते हो बिस्तारै ल्याएर आउँछ केटा बिस्तारै ल्याएर आऊ भने सुन्दैनौ बिस्तारै सुत्ने तरिका हाम्रो साथी के भन्न चाहनुहुन्छ तपाईँ ठिक छ जतिखेर नि तपाईँले ठिक छै मात्र भन्नुहुन्छ के छैन तपाईँको पारा यार जतिखेर नि ठिक छ तपाईँले के भन्ने हो अच्छा गफ गर्ने भन्ने हो गफ गर्ने के अरे दोबारा भन्नु त दोबारा भन्नु सम्झाउ त मेरो केटाहरूलाई यस्तो छ केटा माहौल भन्ने होइन जिन्दगी पछि ए देऊ न ताउले यार पसिना आयो यार युज गरौँ कि नगरौँ ये सब क्या देखना पड़ रहा अब हामी फोटो सोटो खिच्छौँ होइन पुरै रमाइलो छ जिन्दगी अनि यहाँ एउटा फुच्ची पनि छ पुरा एउटा नबनी छ पुरा एउटा तपाईँ कट्टु कुन कलरको लगाउनु भएको छ देखाउनुहोस् त कट्टु यता साइडबाट देखाउनु मिल्छ साइडबाट कट्टु देखाउनु त तपाईँले कुन कलरको लगाएको छ छिटो ए हो त सबैलाई थाहा छ कालो हुन्छ भन्ने कुरा खोइ तपाईँ यस्तो एकचोटि गर्नुहोस् त हाँस्नु त जोरले पुरै उप निकाल्नु गाइज यहाँ चाहिँ एउटा आमाले पानी दिँदै रहेछ यहाँ मान्छेहरू फोटो खिच्दा भिड छन् र हामीले नि एक दुईवटा सेल्फी हान्यो यहाँ फोटो खिच्दा मान्छेको यस्तो भिडै छ हेर न यिनीहरू मान्छेहरू यिनका हालाकाट जाने भने यिनका कोही भागा खाने भने खाली काची जाने भने बडीहरू ए योलाई चाहिँ राम भगवानको पढे अरे क्या शक्ति नेपालका मान्छे पनि घुम्न आएछन् उता हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ नेपालीहरू नि त नै आउँदैन भनेको एकदम ठुलो यहाँ हामी 100 रुपियाँ टिकट काटेर यहाँभित्र आएको तर यहाँ बगैँचा हेर्न सक्नुहुन्छ तपाईँ बगैँचा मान्छेहरू हेरेर मेरो
केटीहरू ऐसे में बड़ा सख्त लौंडा हूं। हेर आधै कति लामो भिडियो खिच्छु है तिनीहरू ट्राई गर्छु भिडियो खिच्न लेकिन यहाँ में पिघल गया। केटीहरू ब्लॉग भाई इधर दूसरा ब्लॉगर मिल गया ब्लॉगर अरे भैया इधर दूसरा ब्लॉगर मिल गया इसको ऐसे तरह उठा के रखो करो भाई भैया ऐसे में नहीं आकर ऐसे में बनाओ ना भाई यार ऐसे में हम भी चलते हैं साथ में वो आगे आगे हमारा एक ब्लॉगर दोस्त है हम भी छोटा ब्लॉगर ये बड़े वाला ब्लॉगर हो गया गाइस यहाँ चाहिँ यस्तो छ साइकल चढ्ने भन्ने केटाहरू यहाँ चाहिँ लागिरहन् अनि हाम्रो एउटा दाइ यहीँको मिलेखा नेपाली बोल्न आउँछ नेपाली बोल्दा देखाइदिनुहोस् न यता नेपाली बोल्न सिको सन्चै हुनुहुन्छ सबै सन्चै हुनुहुन्छ अनि यहाँको चाहिँ ब्लग लाइक गर्नु माया गरिदिनु अनि तपाईँको गर्लफ्रेन्ड छ कि छैन भाइ चारवटा केटी छ नहीं मैं गाली नहीं दे सकता फैमिली देखती है वरना मैं ऐसे ऐसी गाली दूं अरे यार दाइ यस्तरी यस्तो नगर्नु न ओ यार जहिले नि गल्त काम मात्रै गरिदिन्छ यार तपाईँ हामीलाई माथि चढाउनु दिने कि नदिने हामी त्यत्रो तपाईँको प्रमोसन गरिरहेको थियो यार एउटा भिडियो पनि नबनाइदिने यार तपाईँले म त चढ्न पनि नदिने यार त्यहाँ यहाँ आउनु होला रकपाकमा फ्रीमा आज सन्डे थियो यार आज भिडै धेरै छ होइन अनि सब चढ्नेवाला मान्छे गाइस त्यहाँ साइकल यस्तरी उडाउँ भने त भएन अब हाम्रो दाइ पनि देखिहाल्नु भएछ अब साथी के साथी दाइ त कहाँ भन्ने उहाँहरूले देख्यो न त हामी बराबरै हुँला उहाँले 4वटा गर्लफ्रेन्ड छ अरे 4वटालाई भ्याइसक्यो तपाईँले भइसक्यो 4वटालाई अच्छा ओके दाइस दाइले कडा नेपाली बोलेछ नि यार ए चप्क्यौला पछाडि त्यहाँ अब हाम्रो भ्लग चाहिँ एन्डिङमा गइरहेको छ किनभने अब हामी यार धेरै थाकी पनि सक्यो खुट्टा पनि दुखेर ल्याङ भइसक्यो मान्छेहरू चाहिँ आइरहेका छन् तर मान्छेहरू आएर के गर्ने होइन अनि यहाँ चाहिँ अब यहाँ चाहिँ मगर ड्रेस देखिरहेको छ हामीले चाहिँ ड्रेस इन्डियामा मगर ड्रेस देखिरहेको उता एउटा केटाहरूको पछाडि नेपालको ड्रेस लगाएर पुरा दिदीहरूको गेटअप चाहिँ खतरा लागिरहेको छ हामीलाई गाइस ओहो नेपाली ड्रेसमा चट्टो लाएर हेलो सन्चै हुनुहुन्छ केही भनिदिनु न हाम्रो यहाँको भ्युवरहरूलाई